हामी चाहिँ घुम्न भनेर एउटा नयाँ जग्गामा गयौँ जुन चाहिँ हामी बसेको जग्गा ताइपेबाट बाई बस बाई ट्रेन 3 घन्टा जति लाग्ने र चिचिन्तान भन्ने बीच हो। यस्तो राम्रो जग्गा, यति राम्रो लाग्यो वहाँ पुगेर, साह्रै राम्रो, माने भनेर भन्न नसक्नु त्यति राम्रो जग्गा। मजा छ ढुङ्गा यस्तो कालो कालो ढुङ्गा खै बाबु ढुङ्गा देख कस्तो मजा छ साउन्डको मजा लिँदै एकछिन बसेको छु भेकेसनमा। अलिक दिनको भेकेसन सधैँभरि मेरो घरको छेउमै यस्तै थियो भने कति मजा आउँछ। घरको छेउमा यस्तो हुन्थ्यो भने त त्यस्तो मजा पनि त आउँदै थिएन होला नि। आउँछ नि कसरी आउँछ, सधैँ देखिराख्दा त यस्तो मजा आउँदैन होला नि त नि। अब पक्का आउँछ अब राति चाहिँ लिँदैन, यो नेचरल हो, यो नेचरले पनि यस्तो मजा देखिँदैछ नि। क्यामेराले पनि एक्चुअल क्याप्चर गर्न सकेको छैन। उता हिल्सहरू डार्क हुँदैछ, रियल आँखाले चाहिँ यस्तो राम्रो देखिँदैछ। सागरको छेउमा यस्तो मजाले सागर साउन्ड आउँदै भन्दा के भन्नु अनि शान्ति, सबै शान्ति मिल्यो। तर्लाङ्गिनी पनि साथमै छिन् है अनि अनि सबै साथी, छोराछोरी पनि छन्, छोरी पनि छ छोरा पनि छ होइन। हामी धेरै बेर बस्यौँ, धेरै बेर बसेर पनि अझै आउन मन लागेकै थिएन। तर हामी अब 3 बजीतिर गएर थियौँ र 7 बजीसम्म अब घुर्यौँ र जति नै बसे पनि घुर्न मन नलाग्ने त्यस्तो जग्गा। र यस्तो जग्गाहरू पुगे तापनि आफूलाई साह्रै मन पनि साह्रै प्रफुल्लित हुँदो रहेछ। र जाने बेला भयो, सबैजना सुजहरू लाउन थाल्नु भइरहेको थियो र म चाहिँ भिडियो बनाउनमा व्यस्त थिएँ, चाहिँ सबै पलहरू क्याप्चर गरेर राख्नु जस्तो। तर क्यामेरामा पनि एक्चुअल जस्तो छ त्यो चाहिँ देखाउन सकिँदो रहेन रहेछ, किनभने क्यामेराले पनि सपोर्ट गर्दैन। नेचर भनेको त नेचरै होइन, आँखाले जस्तो देखिन्छ क्यामेरामा पनि कहाँ आउँछ त्यस्तो। अब र मलाई चाहिँ गानै मात्रै गाउन मन लागिरहेको थियो, त्यस्तो भ्यू थियो। र बेलुका 7 साढे 7 बजी यस्तो एकदम ब्लू भएर थियो र साह्रै राम्रो लाग्यो।